हेलो गाइज, फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा। र म फाइनली आफ्नो रुम पुगिसकेको छु। मेरो रुम चाहिँ यहाँ छ किनकि मैले अघि बिहान बनाउन सकेन। रातभरि ट्रेनमा हुँदाखेरि मैले सुत्न पाएन अनि यहाँ आउँदा बित्तिकै सुतेँ। डाइरेक्ट साँझ अब कति बजी भन्नुहोस्, 3-4 बजीतिर उठेँ म। त्यसपछि उठिसकेपछि नुहाइधुवाइ गरेँ, कपडा सपडा धोएँ। धोइसकेपछि अनि यता दायाँ बायाँ गएको अनि भर्खर नै आएर उमेश चाहिँ यहाँ बसेको छ। मेरो रुम चाहिँ अलिक खाली छ, पानी छ यतातिर अनि म चाहिँ यहाँ छु। अनि यस्तो भोक लाग्यो, के खाम सोचिरहेको थिएँ। अनि मेगी छ, मेगी बनाएर खाऊँ न त अनि भनेर ट्याक्कै मेगी किनेर आएको। अनि ट्याक्कै मेगी यप्पी नुडल्स भन्ने यो छ। अनि यो बनाएर खान्छ कस्तो छ भनेर ट्याक्कै यो अनि यो हेरेको छौँ। अनि पानी उम्लिसकेपछि हामी मेगी बनाउने छौँ। पानी उम्लिसकेपछि हामी मेगी बनाउने छौँ। त्यसपछि अनि बाहिरतिर हल्का घुम्न जानेछौँ। ल फाइनली मेगी पनि भइसकेको छ, यप्पी नुडल्स भन्ने। हाम्रो मास्टर सेफ बनाउँदै हुन्छ। यस्तो मिठो बास्न छ कि मुखमा पानी आइसक्यो के। नुडल्स खाने हो। बाहिर चाहिँ घुम्न जाने, तर कहाँ जाने भने यस्तो दिमागमा आएन। पानी लिन ल, बाहिर घुम्न जाने अरे। अनि जाम भने अनि त्यसपछि ल ठिकै हो भने पानी पनि सिद्धै थियो अनि पानी लिन जाने होइन। यही होइन, काहीँ बिहानदेखि यो त जाउँ भने पनि काहीँ लाग्दैन होइन। आज चाहिँ त्यस्तै भयो, भोलि जाउँदा ट्याक्कै रेडी भएर अहिले थकान आयो। कामका लागि बुझ्न भयो। ट्रेनमा पनि यस्तो हुँदा यहाँ पनि यस्तै हुनु लाग्यो। त्यही भएर भनेको कति रुपियाँको पानी हो जार? 5 रुपियाँ होइन 10 रुपियाँको हो। म तिमीलाई देखाउँछु यहाँ चाहिँ पानी चाहिँ कसरी निकाल्छन् भनेर। पानी यहाँ राख न, यो यसरी राख्छन् अनि यो राखिसकेपछि यो 5 रुपियाँको कोइन भयो। 5 रुपियाँको कोइन चाहिँ यो भित्र ट्याक्कै हाल्छ। त्यसपछि 12 सेकेन्ड दिन्छ। 12 सेकेन्डमा कति पानी आउँछ? 12 सेकेन्डमा जति पानी भर्यो त भर्यो। 5 रुपियाँको 12 सेकेन्ड पानी। 12 सेकेन्ड कति आउँछ है? 12 सेकेन्ड यो 12 सेकेन्डको पानी 5 रुपियाँको 12 सेकेन्ड हल्का फुल्का आउँदैछ। त्यहाँ चाहिँ दामी। यहाँ चाहिँ फेरि अनि पुरानो कोइन चाहिँ चल्दैन है, नयाँ चाहिँ चल्छ। यस्तो नयाँ कोइन चल्छ, पुरानो चल्दैन। यहीँ लेखेकै छ, पुरानो चल्दैन नयाँ चल्छ भनेर। पुरानो नै यो पुरानो अर्को ढ्याक पाउँछ त पुरानो होला, त्यो चाहिँ चल्दैन। फेरि त्यस्तै हाल्यो, पुरानो भएपछि वापस आइहाल्छ। वापस आइगयो त यार, नयाँ हो यार। आयो फेरि भर्यो पानी। यस्तै हो अब, जति 5 रुपियाँ हाल्यो 12 सेकेन्ड दिन्छ। अब जति आफूले इच्छा जति लिन सक्यो लियो, ठ्याक्कै भरिदिन्छ। 10 रुपियाँमा भरिदियो। यति भएपछि अरू के चाहियो? सस्तोमा सस्तो, पानीमा पानी, बस यति। पानी लिएर जाँदैछु। यसरी लिनु परेछ पानी पनि। अब माथिबाट फुटेर त 5 रुपियाँको पानी त यहीँ सकेला जस्तो। यहाँदेखि फुट्यो होइन? त्यसै लोभले लाभले बिलाप भनेको यही हो कि होइन? ढक्कन ढिलो भएर नि यस्तो भयो क्या। यो बेङ्गलोर एरिया हो, यस्तो बेङ्गलोर एरिया छ। यो अलिक गाउँमा त गाउँ त होइन, तर अलिक भित्रै हो। तर चिसो काठमाडौँको त्यस्तै मौसम छ। त्यहाँ पनि काठमाडौँ जस्तै छ बेङ्गलोर। रमाइलो छ, खालि यति हो कि भाषा बुझिन्न भनेर हो यहाँको। हाले गर्छ नि होइन बस हेरेर जानुपर्छ। यहाँ यताउता हेर्न पनि पाइँदैन। यहाँ यताउता छोरेटी पनि हेर्नु पाइँदैन। छोरेटी हेर्ने लायक के पनि छैनन्। एउटा केटी हाम्रो यता साइडमा बस्दो रहेछ, गाई नजिकै गएर फेस देख्यो, टाढाबाट भेटिँदैन, काली रहेछ। होइन कोही हुन्छ। अब बाहिरदेखि पढ्ने आउँछन् क्या, दिल्ली मुम्बईदेखि पढ्ने आउँछ, त्यो सब नेपालमा बसिन्छ नि, त्यहाँ चाहिँ लगाइ पानी पुरा पोखिँदैछ। त्यही पनि के गर्नु, मिहिनेत जारी छ केटाको। सङ्घर्ष यहीँबाट सुन्नुपर्छ, सङ्घर्षको लाइफ है। म त बोक्दैन, मलाई सङ्घर्ष सिक्नु नै छैन। सिक्नु जति सिकिसकेँ मैले।
पानीलाई उसको ठाउँमा हालेर छ हामी अब यसरी यहाँ त्यही राख न त्यही राख हाल्यो छ पानी कौन है वो कहाँ से आया छम 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 यतिको चाहिँ हुनुपर्छ यतिको चल पऱ्यो यतिको चल चाहिँ बेङ्गलोरमा आएर फेरि यति ज्यान यतिको ज्यान चाहिँ फेरि अब मेरो अगाडि त केही होइन यो ज्यान किनकि मेरो अगाडि के होइन किनकि मेरो ज्यानै केही होइन मेरो अगाडि के हुन्छ होइन बनाउनु पर्छ यो हाम्रो आलिसान महल हेर्नुहोस् कि यति धनी छौँ हामी कहाँ मच्छरदान लगाएर म जमाना खाएर म अघि न यहाँ ऐना यहाँ रहेछ म यस्तो कपडा लगाउन आएँ आफै झस्केँ यार यो आफूलाई देखेर आफै झस्केँ कि म यस्तो मान्छे के भन्नु म यता ठुलमम्मीको रुममा आइसकेको छु खाना खानको लागि यहाँदेखि यस्तो दामी मुन देखेको छ कि यस्तो दामी यो हेर्नु त अनि यस्तो अनि बिल्डिङहरूको लाइटहरू यस्तो दामी छ कि यहाँ म अलि 4-5 तल माथि नै छु माथि नै रुम छ ल अब खानासाना खाइयो खाइसकेपछि अलिकता तलतिर आइयो आएर रुमतिर जान लागेको यो अलि के हो यो तल ओछ्याउने पछाडि कुकुर जस्तो हेऱ्यो हेर खाप्चोमा सातो फुत्लो गइगयो भुगिहाल्यो नभन्दै यहाँ त फेरि यहाँ त मान्छे भन्दा डेन्जर कुकुर हुन्छन् हेर यस्तो आउँछ लखट्न कि के भन्दिनँ अब बाटोमा एक्लै त्यस्तो त कसैकै डर त लाग्दैन त्यही पनि यहाँ त बाटोमा मन्दिरहरू हुन्छन् जस्तो यहाँ छ मन्दिर रुमतिर जानु पर्यो अनि सुत्नु पर्यो हिजोको निन्द्रा पनि बाँकी छ गुड मर्निङ सबलाई बिहानको 10 बजिसकेको छ अनि म सुतै छु के गर्नु हिजोको आधा अधुरो निन्द्रा थियो र अनि आज पुरा गरिसकेछु 10 बजेसम्म सुतेर यहाँ चाहिँ अलिक चिसो नै छ यार अब टिकापुरतिर हुनु आफ्नो घरतिर हुनुमा त अनि 10 बजीसम्म सुत्नै पनि मिल्दैन घामले उठाइहाल्थ्यो बिहानै 6-7 बजे यहाँ चाहिँ त्यस्तो छैन त्यही भएर सुतेको बेड छैन तलै सुत्नु पर्यो बिहान चाहिँ चिसो छ यतातिर कपडाहरू सुकाएको छन् अनि यतातिर म छु अब मुखसुख धुनु पर्यो हल्का फुल्का नास्ता के छ खानु पर्यो त्यसपछि यतातिर हल्का काम छ अनि आइस बात लिनको लागि रेडी भइसकेको छु र अनि पछि यो यता छ आइस हल्का फुल्का फेस धुनु पर्यो हल्का त अलि ह्यान्डसी त हुनु पर्यो नि त अनि मैले पनि त्यसैले अब यहाँ राखेर अब यस्तो भोक लाग्यो अब 10 बजी उठिसकेपछि अब घरमा कोही नभएपछि अब को पकाएर दिन्छ र अब यस्तो दोकानतिर जानु पर्यो के हुन्छ बिस्कुट म्यागी या केही ल्याएर अब खानु पर्यो यहाँको अब रुम नजिकको अब दोकान थियो त्यो चाहिँ बन्द रहेछ उता अब रोडतिर जानु पर्यो ल्याउनु पर्यो खानु पर्यो यहाँ चाहिँ अब घाम त घाम छ तर त्यस्तो पोलिने घाम छैन यार ठिक छ हावा चलिरहेछ आरामले नारियलको पेड रुख छ यस्तो
अनि म यहाँ जानु पऱ्यो, ल्याउनु पऱ्यो, खानु पऱ्यो नास्ता पानी। त्यसपछि 12 बजेतिर खाना खानु पऱ्यो। दिदीले यस्तो बिहान उठ्ने पनि थिएन, खै कति बजी उठ्ने थिएँ, दिदीले आएर उठाउनु भयो। खाना के गर्ने यस, यहाँ बनाउने यस कि म बनाऊ खाना भन्नुभयो। अब एकजनाको लागि, अब उमेश चाहिँ काममा गइसके, अब एकजनाको लागि के बनाउनु खानु, बरु उतै बनाउनु भने ठिकै छ भन्नुभयो। अनि उता चाहिँ बनाउनु लाग्नुभएछ। अब उता 12-1 बजीतिर बनेपछि हल्का फुल्का नास्ता खाइसकेपछि त भइहाल्छ। नास्ता सास्ता खाएर भ्यायो, झ्याउ लाग्नु लाग्यो। अब उमेश चाहिँ काममा गइसके, के गरौँ जस्तो भइरहेछ। अनि यो पछाडिको भित्ता चाहिँ यस्तो कालो कालो दाग छ, यस्तो छ। यसमा चाहिँ हल्का कलर हाल्नुपर्ने हो। अहिले एकछिनमा कलर हाल्नुपर्छ। दिनभरि यस्तै के गर्ने होला, झ्याउ लागिसक्यो। काहीँ घुम्न जाउँ भन्यो भने साथी छैन, के गर्ने। उता गार्डन छ, गार्डन फेरि 5 बजीतिर खुल्छ, जानु पर्ला एकछिन। टाइम भएपछि सोचिरहेको छु। पुरा यो कालो छ, यो चाहिँ अलिक पेन्ट गर्नुपर्ने हो पछितिर। अनि यो चाहिँ होइन छ। अनि यहाँ ल फाइनली सिद्धियो लगाएर पनि। यस्तो छ हालत। अब लगायो भने के लगाएँ, अब यस्तो यो टाटेमाटे जति आयो हल्का फुल्का हानिदिएँ। अनि यस्तै लगाएँ, के गर्नु अब, प्रोफेसनल त होइन, पुरा दामीले लगाउँ भन्ने यस्तै हो लगाएको। अब गएर नुहाउनु पऱ्यो, त्यसपछि कहाँ गइन्छ हेर्नुपर्छ। ल नुहाइधुवाइ गरेर सकियो। ठ्याक्कै नुहाउँदै थिएँ, ठ्याक्कै उमेश पनि आए। उमेशलाई आजको काम कस्तो लाग्यो? राम्रो लाग्यो। थाकेछन् बिचरा, बिहान कति 7:30 बजी गयो, अघि भर्खर 11 बजीतिर आए। पल्टिँदैछन्, के गर्नु, आफ्नो त यस्तै हो। काम मलाई पनि मिलेको थियो, अब के गर्नु, काम त मिल्यो तर दाम मिलेन भने जस्तो। त्यो मैले नाइ भने। आजको लागि यति नै। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला। हस् त, धन्यवाद। अर्को भिडियोमा भेटौँला फेरि हामी है। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है। हजुरहरूको धेरैभन्दा धेरै नै सपोर्ट चाहिँ आएको छ, त्यसैले सपोर्ट गर्नु होला। बाई बाई।